मैले सरस्वतीजीसँग अहिलेको डायरी यहीँ छ, यो मागे मैले केही उहाँले वाचन गर्न तयार पारेकाबाट केही टिप्पण गरेको थिएँ र केही पुराना मैले उहाँका पढिसकेका कृतिबाट केही टिप्पण गरेको थिएँ। सरस्वतीजीलाई भेटेँ। सरस्वतीजीलाई मैले 2063 सालमा चिनेको। म भर्खरै क्याम्पसमा पढाउन थालेको थिएँ नेपालीमै उच्च शिक्षा लिएर। त्यतिखेर उहाँको शिक्षा जम्मा 8 कक्षा थियो र अब पढ्न सकिन्छ, लेख्न सकिन्छ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्न थियो। उहाँ घर व्यवहारमा सुर्लुम्ब डुब्नु भएको थियो। यहाँ कोही परिवारको सदस्य आउनु भएको छ भने उहाँहरूलाई पनि मेरो आदर छ, सम्मान छ। अनि कुरा गर्दा उहाँसँग भेटघाट भएर कुरा गर्दा केही सम्भावना छ त, पढ्ने सम्भावना छ, अगाडि बढ्ने सम्भावना छ मेरो, उहाँले बडो जिज्ञासा राख्नु भएको थियो। हामीले जानेको देखेको मैले सुझाएको थिएँ, यो सम्भावना हुन सक्छ, तपाईँ यसरी अगाडि बढ्न सक्नुहुन्छ भनेर मैले सुझाएको थिएँ। मलाई अलि हुँदै सजिलो हुने रहेछ। अनि उहाँले छोरासँगै स्कुल गएर पढ्नुभयो र त्यतिखेरको एसएलसी पास गर्नुभयो, 11-12 पास गर्नुभयो र स्नातक गर्नुभयो। पहिला उहाँलाई यो उच्च शिक्षाका लागि त्यो अवस्थाबाट यो अवस्थासम्म यात्राका लागि म हार्दिक बधाई, शुभकामना व्यक्त गर्छु। उहाँका सुरुका 3वटा किताबमा मैले भूमिका लेखेको छु। यो रोकिएका पाइला उहाँले साङ्केतिक रूपमा लेख्नु भएको थियो। मेरा पाइला रोकिएका छन् भन्ने त्यो अघिको अवस्था र अब अगाडि बढ्न थाले भन्ने अर्थमा उहाँले यो पहिलो कृति निकाल्नु भएको थियो। उहाँलाई पितामाता दुवैको शोक पर्यो, त्यसपछि शोककाव्य निकाल्नुभयो दोस्रो कृतिका रूपमा। त्यसपछि उहाँले तेस्रो कृति निकालेपछि उहाँले मुक्तक लेख्न थाल्नुभयो। सुरुका 2टा कृति कविताका थिए र उहाँले मुक्तक चाहिँ छोटो र सजिलो हुँदो रहेछ भनेर मुक्तक लेख्न थाल्नुभयो र त्यसपछि उहाँले अर्को पनि मुक्तक सङ्ग्रह निकालेर, यो चाहिँ पछि 70 सालमा निकालेर उहाँले त्यसलाई निरन्तरता दिँदै आउनु भएको छ। भनेपछि उहाँको दशकौँको यात्रा